पोखलुङ्गामा हामीले खालि रामहरी र एकेराजलाई मात्र अगाडि सार्ने हो कि अरूलाई पनि विकल्प हेर्ने भन्ने प्रश्न दसैँ तिहारमा आउँदा चाडबाडमा सबै मान्छेहरू बाटोमा हिँडडुल गर्न गाह्रो भयो। सब बेलायतभन्दा बाहेक नै 10 लाखभन्दा माथि उठिसकेको छ। 10 लाखभन्दा माथि सहित चाहिँ तपाईँको यति बेलासम्म रम्दखोल खोला पुल निर्माणको लागि 10 लाखभन्दा माथि पैसा चाहिँ उठिसकेको अवस्था छ। सम्पूर्ण मेरो फेसबुक मित्रहरूलाई फेरि पनि म हार्दिक स्वागत गर्न चाहन्छु र मेरो क्यामेरा अगाडि एकजना समाजसेवी ओखलढुङ्गा श्रम संस्कृति पार्टीको जिल्ला अध्यक्ष होइन संयोजक दरबराज दाई यहाँ आइसक्नु भएको छ र म यो पुलको बारेमा चाहिँ अलिकति चर्चा परिचर्चा गर्नेछौँ हामी उहाँसँगै। र आज तपाईँले देखिसक्नु भएको छ हजारौँको के अरे सयौँजनाको सङ्ख्यामा चाहिँ तपाईँको श्रमदाताहरू उपस्थित भइसकेको छ र यसै प्रसङ्गमा चाहिँ म दाइसँग अलिकति बातचित गर्न चाहन्छु। दाइ नमस्कार। नमस्कार। यो जुन रम्दो खोला वडा नम्बर 3 र वडा नम्बर 6 को जुन एउटा सङ्गम दोभानमा चाहिँ हामीले लगभग आज कति 13 दिन भयो होइन? हजुर। 13 दिनको यो जुन महाअभियानमा चाहिँ यो पुलहरू लगभग अन्तिम चरण भइसकेको छ। यसमा तपाईँ अहिलेको जुन परिस्थितिमा र यो श्रमदाताको एक प्रकारको माहौल देख्दाखेरि यति बेला चाहिँ तपाईँले कस्तो अनुभव लिनुभएको छ? अहिले यो जनमासमा यस्तो किसिमको चाहिँ माहौल सिर्जना भयो कि जुन हामीले कसैले सोचेको थिएन। ओखलढुङ्गा जिल्लामा वात्तै चाहिँ अब हर्क साम्पाको अभियान भित्रिन्छ भन्ने विश्वास पनि थिएन। अर्को कुरा अब जनताहरूलाई विकास र परिवर्तनको खाँचो थियो तत्काल। त्यस हुनाले यहाँ चाहिँ कसरी सम्भावना हुन्छ भनेर भन्दा जनताहरू चाहिँ नेताभन्दा बढी शिक्षित भएको कारणले गर्दा परिवर्तन आयो यति चाँडो। त्यसै सन्दर्भमा मानेभन्ज्याङ गाउँपालिकाको लागि अहिले छड्के चाहिँ विशेष गरी विकासको क्रमको लागि छड्के मारिसकेको छ। अब पुरानो दलहरूको अगाडि चाहिँ एउटा चुनौती पनि छ। अहिले पछिल्लो समयमा ओखलढुङ्गा जिल्लाभित्रको मानेभन्ज्याङ गाउँपालिका एउटा अहिले संसदमै बनिसकेको छ। त्योसँगै चाहिँ हरेक हप्ता चाहिँ हामीले श्रमदान गरिरहेछौँ। यो ओखलढुङ्गा जिल्लाको लागि एउटा ऐतिहासिक काम पनि हो। अहिले विशेष गरी यो पुल भनेको पानी भनेको एउटा साझा कुराहरूमा हात हालेर यसरी विकास गरिरहेछौँ। यो जनमास हेर्दा तपाईँहरूलाई कतिपयलाई लाग्दो होला यहाँ चाहिँ विकासको लागि होइन उहाँहरूले चाहिँ काम नपाएर आएको भनेर भन्ने प्रथा छ। त्यो भनेको मान्छेलाई लान्छना लाउने मात्र हो। विवादमा तानी मान्छेलाई कहीँ नपाएको चाहिँ काम गरे जस्तो घरमा नगर्ने मान्छे यहाँ किन देखा पर्यो नक्कल पार्नको लागि भन्ने हुन्छ। नक्कल पारेको पनि यस्तो अब 45 डिग्री घाम जस्तो ठाउँमा चाहिँ यहाँ चाहिँ काम गरिराख्नु भएको छ। सबै आउनु भएको छ। सो स्पोर्ट रूपमा हामीले पैसा सहयोग अपिल नगर्दा पनि उहाँहरूले आफ्नै किसिमले सहयोग लिएर पनि लागिपर्नु भएको छ। यसरी अरूत्र खटिराख्नु हुने सम्पूर्ण श्रमदाताहरूलाई हाम्रो हृदयदेखि नै हार्दिक आभार। यसमा चाहिँ लगभग 13 दिनको महाअभियानमा चाहिँ यो 13 दिनको महाअभियानमा चाहिँ लगभग पुल यति बेला ढलन अन्तिम चरणतिर आइसक्दाखेरि चाहिँ यति बेला जम्मा श्रमदाताको सङ्ख्या कति होला तपाईँले के जानकारी छ? के टिप्पणीहरू राख्नु भएको छ? अहिले लगभग श्रमदाताहरू आजको उपस्थिति हेर्दा मैले अब ठ्याक्कै यति नै भन्न चाहिँ अब सकेको छैन। हजुर। लगभग 100 देखि माथि नै हो। आउने जाने थपिने क्रम भइ नै रहेको छ। निरन्तर भइरहेछ। 100 भन्दा माथि नै हुनुहुन्छ श्रमदाता गएर। अब जुन यो वाक्सा उबु मोली जुन एउटा 3वटा वडालाई चाहिँ मध्यनजर गर्दै जुन हामीले चाहिँ यहाँ पुल निर्माण गरिरहेका छौँ। विशेष गरी त 3वटा वडालाई चाहिँ हामीले मध्यनजर गरेर यो रम्दो खोलामा पुल निर्माण गरिरहँदाखेरि तपाईँको चाहिँ लगभग आज अन्तिम चरण 13 दिनको महाअधिवेशन अन्तिम चरण भन्दा पनि ढलानको लागि मात्र हो। अहिले पनि अब लगभग हाम्रो 30% काम छ। 30% काम यो फिनिसिङ गर्नका लागि साइडमा चाहिँ हामीले प्लास्टर गर्नु छ, अझै अब बहर्नु छ, कामहरू धेरै छन्। यसमा चाहिँ यहाँ रम्दोमै यसरी पुल बनाउनु पर्छ भन्ने कन्सेप्ट चाहिँ तपाईँहरूको टिममा मध्ये कसको थियो होला? यो पुल बनाउनका लागि सबैभन्दा पहिलो कुरा भनेको चाहिँ मैले यो भदौ 6 गते काठमाडौँमा मिटिङ राखेर मानेभन्ज्याङ गाउँपालिकाको लगभग युवाहरूलाई मैले काठमाडौँको ललितपुर महालक्ष्मी स्थानको त्यहाँको ठ्याक्कै कृष्ण मन्दिर चोकमा स्टार बेन्च्युट भन्ने ठाउँ छ। त्यो ठुलो होटल त्यहाँ चाहिँ मैले सबैलाई मिटिङमा डाकेँ। अनि त्यस पछाडि यसको लागि अब दोस्रो मैले अभियान चलाउनु पर्छ भन्ने लाएर सरसल्लाह गर्दा यो विकास गरौँ न भन्ने भने। अनि त्यतिखेर के भयो भनेर भन्दा के छ तपाईँको भनेर भन्दा मैले भने रम्दो खोला दोभानमा चाहिँ के छ भनेर भन्दा उँभो प्रवेशद्वारको लागि हाम्रो
केदेखि आउने बाटो वर्षमा अब गत वर्ष पनि विभिन्न अब समस्याहरू हामीले झेल्नु पर्यो होइन। जनताहरू सबै चाहिँ नि अब शास्ति भोग्नुपर्ने स्थिति के भयो भने दसैँ तिहारमा आउँदा चाडबाडमा सबै मान्छेहरू बाटोमा हिँडडुल गर्न गाह्रो भयो। सबै साह्रै नचल्ने, पहिरोले गर्दा बाटो ब्लक भइसकेपछि गाह्रो भइसकेको थियो। सेकेन्ड भनेको हाम्रो way भनेको यो जयरामदेखि हो। अनि त्यतिखेर यताको पनि बाटो नचल्ने भइसकेपछि गाह्रो हुन्छ। एउटा नि एउटा विकल्पको लागि पूर्व तयारी गरौँ न भनेर युवा भाइहरूलाई चाहिँ मैले सम्हालेर अगाडि बढाउँ भनेर चाहिँ नि अब युवाहरूलाई चाहिँ नि सङ्गठन विस्तारको लागि अगाडि लाएँ। त्यो टिममा के भयो भनेर हुन्छ गरौँ न, गर्ने हो भने भन्ने हिसाबमा पनि एउटा हामीले मिटिङ बसेर पनि उहाँ एउटा सङ्गठनको पनि नामहरूमा टिमको कोषाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, सचिव लगायत सम्पूर्ण अब विभागहरू पनि बातफाट गरिसकेको थियो। पछिल्लो समयमा के भयो भनेर भन्दा यो चुनाव आयो, केन्द्रीय चुनाव आइसकेपछि त्यो बिचमा जिल्लाको सन्दर्भमा श्रद्धेय अध्यक्ष हर्क साम्पाङज्यूको चाहिँ नि अभियानलाई सबैले चासो दियो र राम्रो पनि छ भन्ने भयो। मैले ओखलढुङ्गा जिल्लाको लागि गर्नुपर्छ भन्ने भन्दा पनि मैले के भनेको थिएँ भनेर भन्दा फेसबुकमा मैले देखेँ बित्तिकै डाइरेक्ट काठमाडौँमा त्यतिखेरको मिटिङमा पहिलोचोटि ओखलढुङ्गामा हामीले खालि रामहरी र एकेराजलाई मात्र अगाडि सार्ने हो कि अरूलाई पनि विकल्प हेर्ने भन्ने प्रश्न गर्दै गर्दा ओखलढुङ्गा जिल्लामा हामीले श्रद्धेय अध्यक्ष हर्क साम्पाङको अभियानमा श्रमदान मात्र भित्राउँ भन्ने भयो उहाँहरूको। मैले भने हर्क साम्पाङको अभियानलाई भित्राउनु मात्र ठुलो कुरा होइन, राजनीतिक माहौल पनि अगाडि बढाउँ न भन्ने प्रयत्न गर्नका लागि मैले यो प्रश्न राखिसकेपछि हुन्छ भन्ने कुराहरू त भयो। सँगै जिल्लामा को जाने नेतृत्व गर्नका लागि भन्ने कुराहरू राख्दा जापानदेखि, अस्ट्रेलियादेखि, कोरियादेखि, युकेदेखि दर्बराज राईलाई पठाउनुपर्छ। अहिलेको लागि चाहिँ नि पार्टी विस्तार गर्न र सङ्गठनको लागि अलिक राम्रो गर्नुहुन्छ विश्वास छ भन्ने हिसाबले जानुको लागि उहाँलाई पठाउन भन्ने धेरैको चाहिँ नि अब सपोर्ट भयो। त्यो विषयमा भइसकेपछि मलाई ओखलढुङ्गामा पुस 5 गते पार्टी उपाध्यक्षसँग ओखलढुङ्गा आएर सङ्गठन विस्तारको लागि अब तयार भयो। त्यस पछाडि जिल्ला कार्य समिति बनाएर काम गर्दै गर्दा त्यो बिचमा चुनावी माहौलमा घुमिन बाध्य भयो। चुनावी माहौलमा व्यस्तै थियो। चुनावी माहौलले गर्दा काम गर्नका लागि गाह्रो हुने भइसकेपछि पछाडि गरौँ न भन्ने कुराहरू आयो। पछाडि गर्दा कहिलेदेखि गर्ने भन्यो, चुनाव सके बित्तिकै भन्यो। सूचना 2 लेभलमा हामीले फालिसकेका थियौँ, देश विदेशदेखि सहयोग अपिल गरिसकेका थियौँ। अनि त्यो बिचमा हाम्रो टिमलाई मैले पनि अब प्रश्न गरेँ, काठमाडौँ टिमलाई अलिकति एक्टिभ नभएको कारणले गर्दा यताको टिमहरूसँग कुरा गर्दा मलाई भने ल अब तपाईँहरूले सुरुवातीमा त्यो टिम त बनाउनु भयो हामीलाई आवश्यक पनि हो, राम्रो पनि लाग्यो, अब गर्ने हो भने गरौँ न भन्ने कुराहरू भयो। यहाँ चाहिँ नि वडाको कार्य समिति जिल्लाकै पहिलो वडा कार्य समिति हो कि चयन गरिदिएको। अनि त्यस पछाडि उहाँहरूको सल्लाह सुझाव लिँदा पनि सपोर्ट गर्छौँ, हामी लागौँ न गरौँ न भन्ने भइसकेपछि ल ठिक छ, साझा रूपमा हामी काम गरौँ। यसपालि यो पार्टी त्यो पार्टी होइन, सबैको साझा हो। अहिले स्वतन्त्र रूपमा अहिले हामी काम गरिरहेको छौँ। नेतृत्व मात्र यो हर्क साम्पाङ अभियान हो। त्यो कारणले गर्दा यो सहज हुन्छ भन्ने भइसकेपछि देश विदेशदेखि झन् आर्थिक रूपमा पनि हामीले पहल गरौँ। आर्थिक, नैतिक र भौतिक रूपमा चाहिँ हामी सबै लागि परेर अहिले योसम्म ल्याउन सफल भएका छौँ। विशेष गरी सबैलाई चाहिँ श्रमदाताहरूलाई धन्यवाद दिनुपर्छ। यो मैले आकलन गरेको थिएँ कि खासमा चाहिँ यहाँ चाहिँ स्ल्याब मात्र हाल्ने भन्ने खालको, जुन चाहिँ काठमाडौँ जाँदा हामीले टाउकोलामा चाहिँ बसहरूदेखि यात्रा गर्नका लागि चाहिँ सहज बनाउनका लागि प्लस्टर गरेको थिएँ नि, त्यस्तै किसिमको गरौँ न सहजको लागि भनेर भन्दै गर्दा 2 चरणको इन्जिनियरिङ अब यो पालिका स्तरको इन्जिनियरलाई चाहिँ हामीले अगाडि बढाउँदा यहाँ पुल पनि सम्भावना रहेछ भन्ने भयो। अनि कतिसम्मको लागतमा गरौँ भनेर भन्दा 8-10 लाखभित्र गरौँ न भन्ने भइसकेपछि हामीले त्यो आकलन गरेर अनि डिजाइन गर्न लगाएर पालिका स्तरको चाहिँ अब इन्जिनियर साहबहरूले निकालिदिनु भयो। हामी यसरी अगाडि बढिरहेको अनि यति बेला जुन तपाईँहरूको साथ सहयोग सबैले गर्दा यहाँसम्म आइपुगेको छ, सफल भएको महसुस हुन्छ। यति बेलासम्म एउटा प्रश्न गर्न चाहेँ, यति बेलासम्म चाहिँ कति लाख जति खर्च भएको छ यो पुललाई? अहिले यो पुलको लागि प्रश्न भन्नुपर्दा लगभग हामीले आकलन गरेको 6 देखि 8 लाख हो। तर त्योभन्दा माथि नै पुगिसकेको छ होइन। त्यसमाथि पनि हाम्रो आर्थिक रूपमा चाहिँ मजबुत बनाउनका लागि विशेष गरी बेलायत ओम्बुले राई भन्ने चाहिँ जुन बेलायतमा बसोबास गर्दै आउनुभएको ब्रिटिस आर्मीहरू हुन्छ बोकु परिवार, उहाँहरूदेखि विशेष गरी ठुलो सहयोग हामीलाई पाएको महसुस छ। अनि दोस्रो लेभलमा दक्षिण कोरिया, अनि त्यसै गरी देश विदेशमा रहनुभएको नेपाल आर्मी, इन्डियन आर्मी, त्यस पछाडि गएर जुनसुकै देशमा चाहिँ नि रोजगारीमूलकमा अब छिरिनु भएको आम बुवा दाजुभाइ दिदीबहिनीहरूले आफ्नो स्वेच्छाअनुसार चाहिँ आर्थिक रूपमा साथ सहयोग गरिराख्नु भएको छ। हामीलाई पूर्ण रूपमा विश्वास छ कि यो सफल भइसक्यो। यसमा भनेको आर्थिक रूपमा पनि अहिले मजबुत भइसक्यो भन्ने मलाई महसुस छ।
यो हामीले सोचेको भन्दा पनि राम्रो नै बजेट सङ्कलन भएको छ अहिले। यति बेलासम्म चाहिँ कति रकम सङ्कलन भएको त्यसको जानकारी चाहिँ तपाईँले छ कि छैन अहिलेसम्म? हजुर। को सदस्यलाई जिम्मा दिनुभएको छ त्यो विषय? यो सबै म आफैले पनि ओभरअल थाहा हुन्छ, मैले पनि यति बेलासम्म चाहिँ कति लाख जति चाहिँ बाहिरबाट सङ्कलन भइसकेको छ र कुन कुन देशमा रहनुभएको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ कुन देशबाट चाहिँ सबैभन्दा धेरै तपाईँको छ नि आर्थिक रकम चाहिँ सहयोग गर्नुभएको त्यो पनि भन्दा मिल्छ? अहिले सबैभन्दा बढी ठुलो रकम भनेको बेलायतदेखि, बेलायत, दोस्रो दक्षिण कोरिया, हजुर। अनि त्यस पछाडि गएर अरू देशहरूदेखि अब जति अब हाम्रो नेपाली अमूल्य दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ त्यो ठाउँअनुसारको बजेट आफूले अफोर्ड गर्न सक्ने हिसाबमा पठाउनु भएको छ। अहिले लगभग भन्नै पर्दा हाराहारी हामीले अब बेलायतभन्दा बाहेक नै 10 लाखभन्दा माथि उठिसकेको छ। 10 लाखभन्दा माथि सहयोग चाहिँ तपाईँको यति बेलासम्म रम्दफुल खोला पुल निर्माणको लागि 10 लाखभन्दा माथि पैसा चाहिँ उठिसकेको अवस्था छ अहिले। र विशेष गरी त सम्पूर्ण मेरो व्यक्तिगत तर्फबाट र यहाँ जुन तपाईँको रम्दा खोला पुल निर्माण समितिको तर्फबाट चाहिँ यहाँ एउटा निस्वार्थ भाव लिएर श्रमदान गर्न आउनुहुने श्रमदाताहरूलाई म विशेष गरी धन्यवाद भन्न चाहन्छु। र तपाईँलाई पनि केही श्रमदाताहरूलाई केही चाहिँ नि सन्देश अथवा धन्यवाद आदान प्रदान गर्न चाहनुहुन्छ? हजुर, विशेष गरी भनेको जुनसुकै व्यक्तिले जसरी अभियान चलाउन आउँदै हुनुहुन्छ उहाँहरूलाई स्वस्फूर्त रूपमा राम्रो तरिकाले स्वार्थका लागि साझा रूपमा यसरी उत्रेर काम गर्नका लागि सबै तहदेखि चाहिँ नि एकअर्कामा सपोर्ट हुनुपर्छ, साथ सहयोग हुनुपर्छ र गर्नका लागि चाहिँ सफल हुन्छ भन्ने विश्वास छ। यसरी नै हामीलाई आइपऱ्यो भने सफल हुन्छौँ। अनि त्यसैले अहिले यहाँ आइपुग्नका लागि पनि डिजाइन अथवा चाहिँ यो योजना बनायो, योजना बनाउनका लागि म एकजना मात्र होइन, योजना बनाइयो त्यो टिमसँगै चाहिँ नि काम गर्नका लागि यहाँ पनि अहिले आर्थिक विभाग छ, टिम छ, अर्को कुरा भनेको सूचना विभाग छ होइन। हामी 4वटा विभाग छौँ, त्यो विभागमा काम गर्नका लागि आफ्नो भूमिका निर्वाह गरिरहेछौँ। त्यसमाथि तपाईँहरूले पनि अझ सुनमा सुगन्ध थप्नका लागि साथ सहयोग सपोर्ट गर्नका लागि अहोरात्र खटेर हरेक दिन उपस्थित हुनुभएको छ। त्यसैको फल चाहिँ अहिले यो काम सफल भएको छौँ भनेर जिल्लाको लागि एउटा नाम लिएर अगाडि बढ्न सकेको महसुस गर्छौँ। विशेष गरी सम्पूर्ण श्रमदाता अथवा देश विदेशदेखि सहयोग गर्नुहुने यो आर्थिक रूपमा भौतिक रूपमा हाम्रो लागि पहल गरेर सामूहिक सञ्जालमा जुनसुकै तहदेखि पनि साथ सहयोग गर्नुहुने सम्पूर्ण श्रमदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसरी नै हामी जोडेर सधैँ गरी अगाडि बढौँ। देशको लागि विकास गर्नका लागि सम्भावना विकल्प एक मात्र यो श्रद्धेय अध्यक्ष हर्क साम्पाङको अभियान हो भन्ने प्रश्न छ। धन्यवाद।